मलाई चाहिँ धेरै साथीहरूले सोध्नु भयो हैन मैले किन युट्युब च्यानलमा भिडियो बनाउन छाडेँ किन भ्लग बनाउन छाडेँ कुनै समय चाहिँ मैले पनि भ्लगबाटै केही गर्छु भ्लगबाटै अलिअलि पैसा कमाउँछु भ्लगबाटै इन्कम गरेरै छाड्छु भनेर सपना देखेर मिहिनेत पनि गरेको लागि पनि परेको तर भने जस्तो सजिलो र सोचे जस्तो हुँदो रहेछ युट्युबमा पनि काम गर्न त्यति सजिलो हुँदो रहेछ अब युट्युबमा पनि अब देखे जस्तो र अरूले अब हुन्छ नि अरूहरूले भिडियो बनाउँदा अरूहरूले हालेको देख्दा अरूहरूको भिडियो चलेको देख्दा हामीले बनाउँदा पनि चल्छ होला जस्तो लाग्थ्यो हामीले पनि केही गर्न सकिन्छ होला जस्तो लाग्थ्यो तर भने जस्तो त्यति सजिलो नहुँदो रहेछ धेरै गाह्रो हुँदो रहेछ अब गाह्रो हुनुको कारणहरू पनि धेरै छन् अब मलाई पनि धेरैजनाले तैँले त युट्युबमा केही गर्छस् होला त्यस्तै लागि परेछस् ल है भनेर भन्ने गर्थे ल है भनेर साथीहरूले कतिले हौसला दिन्थे कतिले त अब मजाक पनि उडाउँथे अब मैले मेहनत पनि त्यसरी नै गरिरहेको थिएँ तर भने जस्तो सजिलो के कारणले हुँदो रहेछ भने अब हामी जस्तो सामान्य मान्छेहरूले अब एउटा भिडियो खिच्ने तरिका नि फरक हुन्छ हामी जस्तो सामान्य मान्छेले खिचेको भिडियो थाहा पाइहाल्छ क्या अरूले यो सामान्य मान्छे भनेर किन थाहा पाउँदो रहेछ भने अब हाम्रो फोनै सामान्य हुन्छ अब त्यसमा हाम्रो फोन सामान्य भएपछि अब सामान्य कुराहरूलाई अब क्यामेराले क्याप्चर गर्न सक्दैन अब क्यामेराले राम्रो क्याप्चर नगरिसकेपछि हाम्रो भिडियो अरूले खासैले वास्ता त्यति मजाले हेर्दैन अब हाम्रो पहिलो कुरो क्यामेरा गतिलो हुँदैन अब क्यामेरा गतिलो भइसकेपछि अब हामीले कहिले खासै भ्लगहरू पनि बनाइएको हुँदैन अब हामीसित अब ठुल्ठुलो गाडी घोडा हुँदैन अब महँगो महँगो बाइक हुँदैन अब क्यामेरा पनि गतिलो हुँदैन अब महँगो गाडी बाइक पनि हुँदैन मेन भ्लगको लागि त बाइकहरू अब टाढा टाढा घुम्न जाने खतरा खतरा ठाउँमा घुम्न जाने अब हामी जस्तो सामान्य मान्छेसित न गतिलो फोन हुन्छ न गतिलो महँगो बाइक हुन्छ न टाढा टाढा अब टाढा टाढा लामो टुर गर्नलाई न पैसा हुन्छ अनि हामी जस्तोले भ्लगबाट चाहिँ अब केही गरेर गर्छु भनेर सपना देख्न चाहिँ धेरै टाढाको कुरो रहेछ क्या मैले पहिले लाग्थ्यो सोच्थेँ अरूहरूले अब हामी जस्तै सामान्य मान्छेहरूले पनि राम्रै भ्युज गइरहेको छ लाइक राम्रै गइरहेको छ राम्रै पैसा कमाएको छ हामीले पनि त गर्दाखेरि हुन्छ होला नि भनेर म पनि एक समय चाहिँ यसमै लागि परेको अरू सब दुनियाँ काम छोडेर यसमै लागि परेको तर पनि मैले पनि केही ख्याच्न सकिनँ जसो तसो गरेर 2500 सब्सक्राइबर चाहिँ पुर्याउन सकेको थिएँ अनि जसो तसो गरेर लगभग 1.5 वर्षमा 3500 घन्टा वाच टाइम पुर्याउन सकेको थिएँ त्यहाँबाट के भयो भिडियो पनि खासै बनाउन पाइनँ अब मन पनि मर्दै गयो अब यसो गर्दा पो हुन्छ कि भनेर कन्टेन्ट सोचो त्यो पनि चल्दैन यो गर्दा पो हुन्छ कि भनेर सोचो कन्टेन्ट त्यो पनि चल्दैन केही गर्दा पो हुन्छ कि भनेर सोचो केही पनि गर्दा पनि गर्दैन बल्ल मेरो मोनिटाइज हुनै त लागेको थियो अब म त्यसरी दिनमा 4-5वटा भिडियो हालेर म लगभग 500 घन्टा वाच टाइम त म पुर्याउन सक्थेँ अनि मैले यसो सोचेँ मनले हिम्मत हार्यो क्या बल्ल दिनको 5वटा 6वटा भिडियो हालेर लु मैले मोनिटाइज चाहिँ गराउँला अरे गराउँथेँ पनि अब के हो त्यति गरिकन पनि अब त्यही 5वटा 6वटा भिडियो दिनमा हाल्न दिनैपिछे नसकिने त्यति गरिकन पनि अब इन्कम झ्याप आउने भए पो 5 महिना 6 महिनामा खुपे आयो त्यो 10-12 हजार पनि नआउने रहेछ यसो यही हिसाबले हिसाब गर्दा भनेर चाहिँ अनि मैले युट्युब अब खासै भ्लग बनाइदिन भनेर छाडेको अनि त्यसमा बिचमा धेरै साथीहरूले अब मलाई त सबैभन्दा धेरै साथीहरू चाहिँ एकदम कस्ता छन् भने मजाक उडाउने साथीहरू नि छन् अब हैन त भ्लगे युट्युबे ताइना तुइको भ्लग यस्तो त्यस्तो जहाँ भेट्यो त्यहीँ खिल्ली उडाउने हैन अरू भ्लगरहरूलाई त जहाँ भेट्यो त्यहीँ फोटो खिच्नु अरू भ्लगर भन्नेहरू हुन्छन् तर मलाई चाहिँ सबैभन्दा धेरै खिल्ली उडाउने नि भयो क्या त्यस कारणले पनि गर्दा मन मर्दै गयो मलाई चाहिँ अब जहाँ भेटे पनि साथीहरूले गिज्याउने मजाक मात्र गर्ने हैन त यस्तो तेरो यस्तो भएन यो भएन त्यो भएन भनेर मजाक उडाउने धेरै साथीहरू थिए अब लगभग मैले 4-5 महिनै भयो भ्लग बनाउन छोडेको अनि 4-5 महिनाको अन्तरालमा चाहिँ लगभग 100%मा चाहिँ लगभग 10% साथीहरूले चाहिँ के भन्नुभयो भने ठिकै त्यस्तो एकैचोटि कहाँ हुन्छ अब भाइले युट्युबमा राम्रै मेहनत गर्दै थियो राम्रै भिडियोहरू हाल्दै थियो किन चटक्कै छाडेको हिम्मत हार्नु हुँदैन कन्टिन्यू गर्दै गर्नुपर्छ कुनै दिन समय आउला त्यसको पनि कुनै दिन एउटा न एउटा भिडियो भाइरल होला भिडियो बनाउन छाड्नु हुँदैन भनेर लगभग 1-2 जना साथीहरूले अब 1-2 जना भनौँ न अब लगभग
10% साथीहरूले चाहिँ मलाई सम्झाउनु भयो, बुझाउनु भयो। अनि त्यो सम्झाउँदा बुझाउँदा चाहिँ फेरि लाग्दो रहेछ क्या, कहिलेकाहीँ चाहिँ कि फेरि युट्युबमा भिडियो बनाउन थालौँ, भ्लग बनाउन थालौँ, वा कतै केही ख्यासिहाल्छ कि वा कतै भाइरल भइहालिन्छ कि भन्ने लाग्दो रहेछ क्या। अनि कहिलेकाहीँ चाहिँ त्यही भएर फेरि अब कहिलेकाहीँ अब चाहिँ औँसी पूर्णिमा चाहिँ यस्तै भिडियोहरू, नर्मल भिडियोहरू हाल्ने गर्दछु। अब पहिले जस्तो म चाहिँ जिउै छाडेर त्यसमै लागि चाहिँ पर्दिनँ, किनकि मैले पहिले नै हिम्मत हारिसकेको व्यक्ति हो। अब चाहिँ खासमै त्यसैमा चाहिँ लागि परिँदैन। अब कहिलेकाहीँ भने फेरि अब निरन्तरता चाहिँ दिने गरेको छु। अब पहिलेको जस्तै त्यसमै चाहिँ जिउ छाडेर लागिँदैन। अब ठिकै छ होइन, अब पछिलाई सम्झना पनि हुन्छ। अब अन्तै केही गरेर अब राम्रो फोन किन्न सके वा अल्ट्रा किन्न सके भने चाहिँ फेरि पहिले जस्तो केही न केही त्यसमा लागि पर्नेछु। अब भने अब अलि राम्रो फोन नकिनेसम्म चाहिँ खासै त्यसमा लागि पर्दैन। यो फोन पनि हुन त 30-35 हजारको फोन हो, तर 30-35 हजारको फोनले पनि खासै राम्रो भ्लगको लागि चाहिँ खासै राम्रो हुँदो रहेछ। त्यस कारणले गर्दा पनि अब मन मर्यो। अब चाहिँ सकेँ भने आइफोनमा त त्यति रहर छैन मलाई। सामसुङको अल्ट्रा S25 वा 26सम्म लिन सकेँ भने चाहिँ फेरि म भिडियोमा एकदम पहिले जस्तै निरन्तरता दिनेछु। त्यसबाट चाहिँ म जसरी मोनेटाइज गराएर धेरै थोर इन्कम गर्छु कि भन्ने आशा। त्यहाँसम्मको लागि चाहिँ अब खासै पहिलेको जस्तो जिउ छाडेर केही गर्छु भनेर सपना देखेर चाहिँ युट्युबमा लागि चाहिँ पर्दिनँ। तर भिडियो चाहिँ कहिलेकाहीँ हाल्छु। अब कहिलेकाहीँ हाल्दा हाल्दै भाग्यले साथ दिएछ भने परको कुरा हो।